आज म तपाईहरुलाई हाम्रो रुममा प्राय अहिले यो अनिवार्य जस्तो भइरहेको छ पानीपुरी बनाउने। हामी आलु उसिनेर अक्रम बक्रम के चाहिने हो, प्याज, खोर्सानी, धनियाँ, यो तपाईले देखिरहनु भएको छ नि, यो भनेको एकदम प्राकृतिक चीज हो। सानोमा हामीले झट्टी हानेर अमिलो झारेर खान्थ्यौ नि, त्यही हो। यहाँ प्याज कटिङ भइरहेछ, एकदम हाम्रो प्याज मास्टर हो, पानीपुरीको मास्टर। अहिले पानीपुरी तपाईहरुलाई देखाउने छौं। प्याज, खोर्सानी, धनियाँ, अक्रम बक्रम सबै यो धनियाँ हो, धनियाँ। अनि ठ्याक्कै कुन बेलामा कसरी हुन्छ हामीलाई मिलिहाल्छ कि खानलाई। यो धनियाँ हेर्नुहुन्छ। अनि काँक्रो आएछ, काँक्रो खाने हो, यो हाल्ने हैन, छुट्टै खाने हो। काँक्रो चाहिँ काम गर्दा गर्दै थाकेर, त्यही भएर काँक्रो आएको छ। काँक्रो खाइन्छ मज्जाले। हामी लगभग यतापट्टि पुरीको लागि तेल तताएर पुरी हालिँदैछ, पुरी हुँदैछ। यहाँ हेर्न सक्नुहुन्छ पुरी कस्तो मज्जाले फुलेको छ। हेर्नु त, तपाईहरु देख्न सक्नुहुन्छ। यो भन्दै मुखबाट पानी आइरहेको छ। कसरी हुन्छ समस्याको समाधान। यहाँ यस्तो भइरहेछ, पुरी पाक्दैछ। पुरी लगभग हामीले 230 या 260 ग्राम पुरी ल्याएको थियौं। लगभग त्यतिमा बन्छ 109-10 वटा गोल कप्पा बन्छ। अनि त्यसमा हामीले हेर्न सक्छौं पुरी तारिरहेका छौं। पुरी राम्रो छ। तपाईहरुलाई कसलाई खान मन छ हामीलाई सम्पर्क गर्नुहोला। आफैले रुममै बनाएको यो पानी तयार गर्दैछौं, अमिलो हाल्नेछौं, नेचुरल सबै कागती, त्यसमा इमलीको रस। अनि सबैजना बसेर पालो एकजनाले भर्ने, एकजनाले पानी हाल्ने, अर्कोले खाने, सबैले खाने पालो। तपाईहरु पनि खान आउनुहुन्छ भने सम्पर्क गर्नुहोला। नजिक हुनेहरुले आफ्नो पालो आयो। यस्तो मस्त अमिलो पिरो एकदम भएको रहेछ।